हेलो साथीहरू सम्पूर्णमा मेरो नमस्कार छ। आज चाहिँ मैले चटपटे बनाइरहेको छु क्या, एकदम गिलो चटपटे। यसमा चाहिँ मैले पहिले नै सबै कुराहरू काटकुट बनाएर चाहिँ लगाइसकेको थिएँ कि प्याज अनि खुर्सानीहरू सबै कुराहरू, अनि पछि चाहिँ मैले भुजा माथिबाट राखेको। अनि त्यसपछि सबै लगाइसकेको छु कि आलु भयो बोइल गरेको सबै कुराहरू लगाइसकेको थियो। भिडियो चाहिँ मैले पछि चाहिँ स्टार्ट गरेँ र मैले सस हाल्दैछु। अनि यो सस चाहिँ मैले मैदा अनि त्यसपछि अलिकति फुड कलर अनि राखेको हो र बनाएको छु मैले यो। अनि हामीलाई चाहिँ एकदमै धेरै गिलो चटपटे खानु मन लाग्यो कि सबैजनालाई चाहिँ मेरो हातको गिलो चटपटे एकदमै मनपर्छ। अनि मैले चाहिँ प्रायः जस्तो यसरी नै बनाउने गर्छु। यसमा चाहिँ लाउनलाई त्यो छुटेको छ क्या, चटपटे मसला चाहिँ मसँग सिद्धिरहेको थियो, अनि त्यो चाहिँ मैले राखेको छैन। अरू चाहिँ लगभग अब चटपटीमा हुनुपर्ने सबै कुराहरू लगाएको छु। हेरिदिनु होला हजुरहरूले कस्तो लाग्छ मेरो चटपटे। म चाहिँ यसरी नै बनाउने गर्छु प्रायः जसो। चटपटे मेरो बनाउने स्टाइल यस्तै हो। अनि मैले चाहिँ सबैजनालाई यसरी नै बनाएर खुवाउँछु। म एकदमै गिलो खाने भनेर चाहिँ क्या, अब एकदमै गिलो खाने भनेर अनि मैले चाहिँ भयोभरको सबै सस चाहिँ लगाइदिइसकेँ। अनि रेडी भयो खानलाई चाहिँ चटपटे। यति मिठो भएको थियो यो चटपटे। अहिले चाहिँ मलाई यो हेर्दा पनि खाउँ खाउँ भइसक्यो कि यति धेरै मिठो भएको थियो। अब चाहिँ रेडी भयो।